हेलो यार एकछिन यहाँ यार गाडी यहाँ बिग्रेर यार यहाँ बनाउँदैछौँ यार एकछिन के गर्ने यार खोइ जाने कि नजाने हो यार कत्रै यहाँ टाइम लाग्ने जस्तो छ हामी ठ्याक्क बनस्थलीमा 3-4 घन्टा जस्तो भन्छ यार अब यस्तो भयो यस्तो के अब जाने हो र राति राति फर्किएला जस्तो छ अब ल ल ल Battery on 20%. I gotta find a better reason to get out of my bed, out of my head. Tunnel vision got me distressed. I look ahead to the days when I be whipping the Benz. You looking patient. All of this attention's boring me. These bitches be seeking attention more than me. Faking baby girl, this ain't a forgery. One day you're gone, won't be mourning me. One in the house. Bang going on. What's up, Amon? घर जानलाई थिएन म तिनीहरूले धन्न घर पठाएन मलाई यस्तै छ आजको हाम्रो रात अब नुवाकोटको साथमा छ अब गएर नाइट स्विमिङ हालिन्छ हामी टक्क अहिले चाहिँ हामी यसो सर्ट ब्रेक एट द झर्ना भइरहेको छ तीनटा झर्ना छ यहाँ एउटा छ उता एउटा सानो छ उतापट्टि एउटा सानो छ हामी लास्ट खत्तम बाटोबाट आइपुग्यो अहिले चाहिँ होइन आउनु चाहिँ हितेश र अमन पहिले हिँडिसकेको बाटो भए पनि यिनीहरूले हामीलाई चाहिँ एकदम अप्ठ्यारो बाटोबाट लिएर आयो जस अप्ठ्यारो हुँदा हुँदा हामी सजिलो बाटो आइपुग्दैछौँ अमन सर यहाँ बसिरहनु भएको सुनिन्छ अहिले हामी झर्नामा छौँ झर्नामा अनि एकछिन अब झर्नाको पानी खाएर जान्छौँ एकछिन आजको कार्यक्रम राम्रै हुन्छ एकदम You can't keep in the book bag, so what's that? Oh, you really don't care? I'm unaware. You the tortoise, bitch. I feel like the head because inertia will guide you. The light will blind you. My mind go to places I can barely describe. I'm going blind on the way. I done colored outside the lines, but I promise that we'll be just fine. What a time. Girl, you make me feel so alive. Emotion guides me through the night. It's better to thrive than survive. Oh my, oh my. बदम ड्रिङ्क ब्रेक ठन्डा ब्रेक कोक ब्रेक भोडका ब्रेक हो त्यो कोक जस्तो देखा मात्र हो त्यो लिन ब्रेक लिन हो ट्रान्सफर्मर ब्रेक लाग्यो अप्टिमम प्राइड हो त्यही छ I am Optimus Prime. हाम्रो चाहिँ यहाँ सर्ट ब्रेक चलिरहेको छ अब एकछिन गाडी पनि एकछिन रेस्ट हुन्छ त्यसपछि हामी नन स्टप हामी जाने रिजोर्टको नाम के अरे बर्बार एडभेन्चर जिपलाइन बर्बार एडभेन्चर जिपलाइन रिजोर्टमा जेड भन्छ यार तर सर्ट फर्ममा यिनीहरूले डिएजेड रिजोर्ट हुन्छ क्या वाइडमा खिच्छ कमेडी आउँछ नि टाउकै अनि हितेश अब अस्ट्रेलिया गएपछि के छ त प्लान काम गर्ने भाडा हान्ने भाडा हान्ने हो भाडा हान्नु सुहाउँदैन क्या भिजा लाग्यो ले यार भाडा खोएर आज बेलुका भिजा लाग्यो भने कसम भोलि आज हितेशको भिजा आयो भने त भोलि हामीलाई पोखर लिएर जान्छ यार हितेशले पैसा कता हो यता लेफ्टमा चाहिँ जिपिएस अन गर्नु गयो स्केट पार्क चाहिँ जाने हुन्छ यार त्यहाँनिर लेफ्ट लेफ्टी हो घामलाई फलो गर घाम जाँदै जले हामी घाम हो भियतनाम जाने हो तिम्रो रुखै पुगेर गयो यार त्यो मान्छेले टाढोमा अक्सिजन चाहियो हितेश यार भियतनाम गयो भने त हितेश मिस हुने हो त यार हामी त हितेश आएन भने त कसम हामी त आमा बाउ बिनाको We want हितेश भनेर प्रोटेस्ट चल्छ भाइ हैन सिरियस 10 लाइन बोल्नु पर्छ सिरियस 10 लाइन बोल्नु पर्छ सिरियस त बोलाउनै पर्छ हामी सिरियस कुनै कन्डिसनमा हुनुपर्ने कन्डिसनमा नभएर हामी घाटा लाग्थ्यो नि त त्यो ठाउँमा प्रजलदस भइदियो भने साँच्चै हामी ठगिन्थेनौँ भने सिरियस विकेश कालेको त बानी बिहोरै बिर्सिन थालिसक्यो यार चेन्ज भइसक्यो मान्छे त्यो क्यामेरा निकालिहाल्छ त्यति याद छ अरू त त्यो चाहिँ त्यही हो अहिले कसम त्यो हुन्छ नि झ्यापा नि थाहा हुँदैन जस्तो लागेको थियो मलाई
के हो तिन आफ्नै पारामा कस्तो कस्तो पारा क्यामेरा स्विमिङ ल्याउनु पर्ने रहेछ वी मिस स्विम एट द्याट मार्टहरू बन्दैन बन्न त बन्छ 30-40 वर्ष लाग्छ अझै देश बन्न सतीले श्राप देश भन्छन् अनि कति वर्ष सराप छ कति वर्ष सराप छ म्याचुरिटी पिरियड कति हो यो सरापको म्याचुरिटी पिरियड कति छ 20 वर्ष सराप होस् र हिजो चाहिँ एउटा कन्स्पिरेसी भूतको कथा सुनाउ त एलियनको के अहिले 5 बग्यो बुढो हिँड्ला होला नि क्रस गरेर आएर के 5 बगेर अहिले 5 बग्यो तैले र हिजो हामी निटाल ए हो हामी चाहिँ कपाल मिलाउनुहोस् सात मिनट बसेर खाँदा मैले अब हिजो प्रोफेसनल भइसक्यो सन्तोष शेरलाई घोडा बुढा निकाले स्लिप हान्दा ल हिजो पुरा सिद्ध तर खुट्टा प्यारालाइज शीर्षकले फाइन्ड माई क्लास यो त केटो ट्रान्सप्यारेन्सी दिउँसो भयो शीर्षकले हिजोको अब एडभान्टेज लिनु खोजिरहेको छ एडभान्टेज ढाडु भुत्ला तानेर हेलो ल यस्तो यस्तै छ हेर टिभी राम्रो अब यता खेल्छौँ है एकछिन पानी छिटाउँदै On your way, please grab my food and flick the lights. 'Cause this ain't magic. Rather, I'd say that it feels just quite alright. Our love ain't average. Boy, your touch will keep me up into the night. Wanna ride, baby? Bring a friend. I extend my brother's hand. I would rather stay in bed. So please turn off the light. थाइल्यान्डमा नि एउटा फोटो आउँछ कमेडी फोटो छ यस्तै गरे कहाँ थियो तिम्रो यस्तो ठाउँमा कहाँ थियो यस्तो आइल्यान्ड ए तैँले नखेला होइन त्यतिखेर क्या होला निलो पानी राम्रो थियो त्यहाँको पानी त कत्रै थियो निलो पानी एक कसरी डुब्छन् जस्तो लाग्थ्यो त्यो ठाउँ चाहिँ तर आज चाहिँ यो ठाउँ चाहिँ वर्थ इट लागेको छ होपफुल्ली त सेकेन्ड टाइम अब अर्कोचोटि आउन पाउनु सक्छस् ए हो look at the view भ्यू इज तर सेकेन्ड टाइम आइदैन हामी धेरै कुनै ठाउँमा नि सेकेन्ड टाइम आइदैन सेकेन्ड टाइम रमाइलो नि भएको छैन जिपलाइन मोस्ट पनि हानिहाल्यो अब के फेरि अब जिपलाइन हान्न त राम्रो कुरा भयो अब राफ्टिङ बाँकी छ राफ्टिङमा सिजन अहिले हो यार तर सुकुटी जानुपर्छ जस्तो छ नेक्स्ट सुकुटी हान्ने दसैँ तिहार बिचमा अर्को हप्ता दसैँ अगाडि दसैँ तिहार बिचमा भयो नि यप दसैँ अगाडि नै गर्छ दसैँ तिहार
हामी चाहिँ वे टु जिप लाइन अनि एकदम त्यहाँ अड्क्यो भने चाहिँ बिचबाटै तान्दा भेनम पो भयो त म त निस्किरहेको रहेछ अब चाहिँ हामी जिप लाइन हान्न जानु लाग्यो जिप लाइन चाहिँ पछाडि छ होइन केटाहरू सबजना रेडी भइसक्यो 12 बजेको चेकआउट हान्नु छ अहिले 10:30 जस्तो भइसकेको छ जस्ट ब्रेकफास्ट खाएर यताउता गरेर फ्रेस भएर चट्ट जिप लाइन हानिन्छ त्यसपछिको जर्नी वी डोन्ट नो हामी जहाँ पनि जान्छ त्यसलाई जाडो भइसक्यो टोपी लगाइछ नि समय पाले दाइले चाबी लाग्दै हुनुहुन्छ ठिक छ जिप लाइन त्यहाँबाट स्टार्ट हुन्छ नेक्स्ट जर्नी होइन समय यस्तो जिप लाइन हानिन्छ होइन बिचमा गएर नअड्केर त हुन्थ्यो कराइदिने हो कस्तो कराउँदो रहेछ यो भाइ त होला कसको फर्स्ट जिप लाइन हो त सबैको फर्स्ट हो दरबार एडभेन्चर जिप लाइन रिजोर्ट कति लामो होला दामी लामो छ जस एक्सपेक्ट गरेको भन्दा चाहिँ दामी छ यो लामो बेसी कतिको थ्रिलिङ र कतिको एक्साइटमेन्ट जर्नीमा हाम्रो देख्दाखेरि त खत्रै होला जस्तो छ अब हेरौँ बचाऊ भन्दै समय बिचमा परिसक्यो बचाऊ गरेर यस्तो मिटिङमा साप अगाडि फिल्ड भिजिट जाँदै हुनुहुन्छ इन्टर्न चाहिँ पछि गइरहेको छु करप्सन गरेको यिनीहरूले हो सुरु मार्गमा त्यही भएर सुरुङकोटबाट छिरेर सर्टकट लिएर नगरकोट आएको अब त्यहाँ डेथ सर्टिफिकेट साइन गर्न जान्छु No, it's not. So do you wonder what the future holds? Will we end up on the West Coast, maybe growing older? Do we travel around the map, baby, maybe हेलमेट पनि लायो सेभ हुन्छ अब ढुङ्गासुङ्गा लाग्दैन बाटोमा छिरेपछि कस्तो लाग्यो तपाईँलाई कहाँ जानु लाग्यो त्यही पाइदैन कहाँ जानु लाग्छ जस्तो लाग्यो तपाईँलाई के भन्छ राम्रो गोप्रो उठायो 11 राम्रो गोप्रो नहेर्नु त अरू दुईटा हिरो नआएन है अरूबाट काँचो थाहा छ नि गाडी आयो अब निकै गाडीमा जान्छ रेडी रहेछ मलाई चाहिँ के काम दिदियोस् त भाइ चाहिँ मलाई के काम दिने यसलाई ढुङ्गा फेला लाउनु पर्छ है ज्यान पनि बोकेर रेडी हो केटाहरू जोसमा छ सुरुमा केटा रेडी हो रेडी म त डेयर डेभिल हो Let's go. Team Jet हामी होइन अब हाम्रो काम चाहिँ लाने यस्तो खन्ने हो होइन साइकल पुऱ्याइदिने त्यो सुरुङलाई जेन्जीले गऱ्यो भने सक्छ होइन त के भन्नु छ काम टल्कै यहाँसम्म पुगिनस् भने केही भन्नु छ यो भन्नु छ पुगिन त ल लेट्स गो हामी सुरुङमा सुरुङको टिमले भयो यार त्यस्तो सुरुङको भित्र सिस्टम चेक गर्न जानु लाग्यो सहयोग चाहिँ पूजा गर्न जानु लाग्यो
उद्घाटनको लागि अमन ढुङ्गा पुग्न मलाई यिनीहरूले अहिलेसम्म काम लागेन त्यही हो हामी We finna see, whoa, slow your roll. Baby, we ain't gonna do too much tonight. So you can slide and come inside. But on your way, please grab my food and flick the lights. 'Cause this ain't magic. Rather, I'd say that it feels just quite alright. Our love ain't average. Boy, your touch will keep me up into see you on the other side. Wanna ride, baby, bring up. I extend my brother's hand. I would rather stay in bed. So please turn off the light. 3, 2, 1, go! Whoa! I'm go. the same without you. I hope that you know you a star. How you rise above the bar, where you smoking no cigar. Oh Lord, feel some type of way around you. I can't let you go. Oh my, you divine. Where you got me so high, cloud nine. Baby, yeah, you right on time. Girl, your body like an hourglass. Fly on by, I'm surprised how fast an hour pass. I arrive, I'm in second, yeah, I finish last. But that's fine with me. I see reasons to take our time. And we freezing, but I'm alright. I need something to leave behind. Yeah, if they make sense, listen, baby, you were down. So sublime, like you wouldn't believe, but I believe it. Oh, you Check it out. जिप लाइन ठ्याक्कै सिद्धि हाम्रो होइन एक्सपिरियन्स खत्रै भयो खत्रै कराइदिए म भिडियोमा मुख छाडे चाहिँ छैन भन्नु सक्दिनँ 1.3 किलोमिटर एकदम मजा फ्रेस यो मौसमको सँगसँगै ठ्याक्कै म्याच गरेको एकछिन अल्छी लागेको थियो सम्नुले भने जस्तै फ्रेस भयो एकछिन आज अनि हितेश हिजो भात खाइस् बग्न त्यसको भिडियो फोटो त किन्नु फोटो सुट हुँदैछ मेरो यार पापराजी भएर पोस्ट हो चेन्ज सलाम यता यता सुरुङ मार्को टोलीहरू जाँदैछन् अब ब्रेक थ्रु भइसकेको छ हाम्रो नयाँ सुरुङ नुवाकोटदेखि काठमाडौँ जोड्ने अब सुरुङ मार्ग खनेर हामी गऱ्यौँ त स्विमिङ पुलतिर लागेको अब स्विमिङ हान्ने किनकि राम्रो फेसिलिटी रहेछ हाम्रो कम्पनीले दिएको सुरुङ खनेपछि मेरो एक्सपिरियन्स खतरा भयो यार मजा आयो खाउला पिउला मेरो ओए झर्छ सपोर्ट हुँदो रहेछ क्या यहाँ इन्फिनिटी पुलदेखि इन्फिनिटी स्विङ भयो अब एक फुल पार लो अब एक फुल पार बादल पुग्लास फेरि अब यसलाई त रोक्न नि गाह्रो हुन्छ कि कति टाइम लाग्छ यो रोकिन ओए ओए आफै इनर्जी जाँदै गर्छ न सिधै उयो त्यहाँ ऊ त्यो लास्टमा लास्ट पोइन्ट आएपछि हामी पाल्दैन हुन्छ
कस्तो एक्सपिरियन्स भयो त्यस हामी त टाइमिङ चाहिँ मिलाउँछौँ है दसैँको बेला टक्क दसैँको बेला पिङ खेल्न आइदिएछ अब तिहारको बेला हामी फायरवर्क्स हान्ने हो मुखमा राखेर पड्काइदिन्छ शीर्षकले बारुद मुखमा राखेर पड्काइदिन्छ त्यसले अब चाहिँ हामी टक्क जिपलाइन स्विमिङ हानेर हामी अब दरबार घुम्न चाहँदैछौँ के छ गाइस विचार ठिक छ गर्मी छ दरबार हेर्नु मन लागेको छैन तिमीहरूलाई सट्टा अब गाडीहरू पनि गऱ्यो टक्क एडभेन्चर भयो लङ एडभेन्चर हो सोचे भन्दा माथि हो कि कता हो बाटो चाहिँ यस्तो छ फेरि कृतिपुरको बाटो जस्तो छ त्यही डसुनतिर हिँडेर जाने हो अब हामी यहाँ पार गरेर हिँडेर जाने डिसाइड गरेको यस्तो गरिन्छ होइन पसिनै आइरह अब हाइकिङ पनि गरिदिने हो फुल एडभेन्चर हामी चाहिँ वाकमा जान थाल्यौँ दरबार जानलाई यस्तो घाममा हिँड्दै दामी भ्यू छ पुरा यस्तो भ्युज थियो त उसमा हामी जाँदा पनि मार्कोमा पुरा हिलोमा डुब्छ सेकेन्ड टाइम त हामी त्यहाँ बाइक लिएर गयौँ फर्स्ट टाइम चाहिँ हिँड्दै जाँदाखेरि यस्तो भ्यू थियो त्यहाँ पनि हामी चाहिँ अति ओभर गर्मी छ ठिक छ अहिलेसम्म चाहिँ जस त्यसै धन्न घुडी लागेन अनफर्चुनेटली हामी दरबार छिर्न पाएनौँ किनभने अझै कन्स्ट्रक्सनमै छ यो कन्स्ट्रक्सन यस्तो स्लो देख्दाखेरि त अर्को 5 वर्षपछि आउँदा नि यस्तै हुन्छ जस्तो लागिरहेछ विदेशकाको फाइदै भयो विदेश गएर आउँदैन त्यस्तै छ दिस इज वर्स्ट केस जस्तो देखियो यार अहिले यत्रो टाइममा नि नभन्दाखेरि चाहिँ अब ब्याक टु गाडीबाट अब चाहिँ हाम्रो डेस्टिनेसन कहाँ मैलुङ झर्ना हिँड्नुपर्छ भने है अलिकति हिँड्नुपर्छ भने है मैलुङ झर्ना एक्चुअली हामी अब मैलुङ झर्ना जान ट्राई गर्छौँ ट्राई गरेर हामी ट्राई मार्छौँ पुग्यो भने पुगेन भने ठिकै छ भ्यू चाहिँ यस्तो छ र दामी शान्त के नो डिस्टर्बेन्स के अब हामी गाडीमा गएर सिधै गाडीमा भाइ भन्छौँ गाडी पनि ओभर तातेर यार गर्मी हेर चट्ट बिस्तारै जानुपर्छ घरमा You're playing with fire, alone in the flames, a bit of desire. You changed. Change teams, LeBron James used to be all about just me. Now you ashamed of the selfish decisions. Listen, you've been missing. I'm feeling locked up behind bars. It's a prison. Inconsiderate, a little bit spiteful. You prideful. You won't apologize or be mindful. Your actions attracting all type of attention. Take a break from the pretending in the eyebrows. As an aside though, I ain't been reading enough. It's been tough to find a time, but I ain't never give up. Can't trust what's on the feed. I leave opinions rebuffed. And if you can't figure it out, you're gonna get left in the dust. So what? हामीले चाहिँ अब त्यहाँ गाडी राख्यो र हामी चाहिँ किनभने बाटो लास्ट अप्ठ्यारो छ यहाँको अलि उक्लिने बेला गाह्रो हुन्छ भनेर बाइक चाहिँ गाडी चाहिँ त्यहाँ छोडेर अब हामी हिँड्दै मैलुङ झर्ना कहिले जान नसकेको झर्ना हो हामी आज तिमीहरू सब कोले देख्नु पाएको थिएनौ पहिला कोले आकृतिले विकेशले आदित्यले तिमीहरू देख्नु पाएको थिएन आज हामी देखाइदिन्छौँ त्यहाँबाट चित्त बुझाऊ जर्नी चाहिँ एकदम फुल एडभेन्चर भइरहेछ यार यस्तो बाटो छ त्यही भएर बाटो यस्तो खत्तम छ अनि बाटो यस्तो खत्तम भएपछि चाहिँ हामीले गाडी चाहिँ हामीले ल्याउन सक्दैनछौँ जस्तो लाग्यो त्यही भएर
वाकमा हिँडेको केटाहरू यस्तै ठिक छ दामी छ पछाडि भ्यू पनि यस्तो बवाल छ चट्ट खोलाको साइडमा रिभर साइड वाक चलिरहेको छ यहाँ अमन छ बेस सोल्टी छ समीर छ हामी जानु चाहिँ त्यही हो हेर्नु टाढा छैन झर्ना पनि दामी देखिरहेछ त्यस पहिलाभन्दा राम्रो भ्यू आइरहेछ हिँड्दैछौँ जाँदैछौँ केटाहरूसँग रमाइलो हुँदैछ पुग्न लागिसकेको छौँ हामी त्यही फाइनली झर्नामा आइपुग्छौँ दामी छ लोकेसन मुखी धोएर फ्रेस भयो त्यस्तो दामी ठाउँ छ कि खाना चाहिँ यत्रो फ्लो छ यस्तो गरम भइसक्यो कि स्विमिङ हाल्ने जस्तो भइसक्यो तर टाइमले साथ दिँदैन र केटाहरू यहाँ फोटो खिचिरहेको छ रिल्याक्स भइरहेको छ यहाँ सोल्टीलाई सोल्टी पानी खेला भइरहेको छ Let's go. Been a long time, keep my eyes on the prize. Catch a flight out of the city, take the day to just unwind. Yeah, you whine fine. So yeah, I wonder if I cross your mind. Girl, please be mindful of your business. Insistent, you texting me that we grew distant. I felt you, baby, when you flew past. Please excuse my rude existence. But हामी चाहिँ झर्नाको पुग्ने ठाउँसम्म पुग्यौँ यहाँबाट चाहिँ बाटो देखिएन यहीँबाट एकछिन इन्जोय गरेर हामी चाहिँ फर्किन्छौँ केटाहरू चाहिँ भाइ तलै छ त्यो चाहिँ बसिरहेको उहाँ जस भ्यू चाहिँ दामी छ अब पसिनै पसिना भइसक्यो यहाँ आउँदा नि तर लास्ट दामी एक्सपिरियन्स भयो हामी धेरै टाइम बिताउनु हुँदैन यहाँ अहिले अब फाइनली हाम्रो ड्रिम सक्यो पहिलो झर्ना लास्ट डेस्टिनेसन यहाँबाट हामी लगातार घर जान्छौँ एकदम रमाइलो भयो अब हाम्रो नेक्स्ट साइड ट्रेकिङ हुन्छ त्यही भएर स्टे ट्युन आजलाई यति झर्ना त्यहाँ छ पहिलाको पालि आउँदाखेरि चाहिँ झर्ना पुगेको थियो त्यही भएर यो ठाउँमा आउनु पाएको थिएन अहिले चाहिँ फ्रेस एक्सपिरियन्स भयो अब बाटो अलिकति अफरोड छ ढिलो सक्छौँ त्यही भएर अब हामी घरमा यही गरेर हामी चाहिँ when the daylight breaks, but for now I stay. We fucked up. गाडी बिग्रियो यार गाडी बिग्रियो यार कहाँ आइसकेको छ गियर बक्समा इस्यु आएको छ